चाहिँ तपाईहरुको गोरुबथान एरिया रहेछ यो जग्गामा हामी निस्केको यहाँ चाहिँ मेलाहरु पनि लागेको छ अनि यहाँ चाहिँ लोकल हाम्रो बहिनी अस्मिता थियो र हामीलाई सबै मेला घुम्नुदेखिको लोटे पिन खेल्नुदेखिको टुरिस्ट स्पोटहरुदेखि गाडीहरुको सबै इन्ट्रीहरु हामीलाई फ्री पाएको छौं अनि यहाँदेखि फेरि पनि अर्को भ्यू चाहिँ म तपाईलाई देखाउन चाहन्छु मेरो पछि आउनुस् यो पहाडहरु तपाईलाई म देखाउन चाहन्छु यो पहाडहरु चाहिँ तपाईले सिलगढीमा चाहिँ जहाँ चाहिँ पाउनुहुन्न यो जग्गा चाहिँ यस्तो दामी छ सो म चाहिँ तपाईहरुलाई भन्न चाहन्छु कि यो जग्गामा आउनुस् तपाईहरु घुम्नुस् हाम्रो लोकल जग्गाहरुलाई चाहिँ तपाईले हेरेर एक्सप्लोर गर्नुस् अनि तर अर्को कुरा डिसएडभान्टेज चाहिँ के भयो भने यहाँ टुरिस्टहरुले चाहिँ धेरै नै मैला गर्ने रहेछ रमरक्सीहरु खाएर चाहिँ बोतलहरु फुटाएर खानाहरु खाएर चाहिँ निकै फ्याँक्ने रहेछ सो यो कुराहरु चाहिँ यहाँको कमिटी लोकलहरुले चाहिँ निकै हेर्नुपर्ने हुने रहेछ थ्यांक यू राखेको छ गोरुबथान ब्लक अब यो 2 मा आएको छ हामी ओकाल हामी हिँडिरहेछौँ साथमा मेरो दाजु अगाडि हिँडिरहेछ ज्यादा पहाड पर्वत हिँड्ने बानी छैन दाजुलाई चाहिँ ज्यादातिर मधेसी जग्गा बसेर पल म पनि भन्दाखेरि चाहिँ म पनि धेरै नै मेरो बानीहरू बिग्रिसकेको छ अहिले चाहिँ म पनि छु साथैमा सालपिस्टो भाइहरू पनि छ पहिला चाहिँ जङ्गल सङ्गलहरू हामी सबै घुम्ने गर्थ्यौँ तर अहिले चाहिँ बानी बिग्रिरहेको छ धेरै नै सो सबै नै आइरहेको छ मुनिदेखि टर्नै छ यहाँनिर चाहिँ अब सबै दुनियाँहरूमा एकदम ये निकाल रहे हैं आप लोग को पूरा हाँ जी आपका नाम बता दीजिए अच्छा वेलकम ब्याक अगेन गोरुबथान टाइटानिक रिक्वेस्ट गरिरहेको छ उहाँहरूले कि देखाइदिनु भने उहाँ देखाइदिइहालेको तर टुन्न मार्दै जस्तो लाग्यो मलाई बढ्दै जा पछि लु ठिक छ हाम्रो आमा पार्टीहरू एकदम तगडा प्रकारले कुदिरहेको छ यस्तो छ सो यहाँ चाहिँ सबै फोटो सेसनहरू चलिरहेको छ एकदमै राम्रो जग्गाहरू रहेछ यहाँनिर अनि भ्यू पनि यस्तो हेर्दाखेरि यो पोइन्टहरू रहेछ यहाँनिर चाहिँ टुरिस्ट स्पोटहरू रहेछ अनि काफी राम्रो लाग्यो जग्गाहरू सबै हेर्दा यहाँ पछि चाहिँ तपाईँको हाम्रो गोरुबथान लेखिरहेको रहेछ अनि यो गोरुबथान लेख्दाखेरि चाहिँ काफी राम्रो जग्गाहरू बनाएको छ यो जग्गा टुरिस्ट स्पोट छ यो सबै एरियाहरू अघि मैले तपाईँलाई जुन चाहिँ देखाइराखेको थिएँ नाइस प्लेस काफी राम्रो मैले तपाईँलाई जस्ट भनिरहेको थिएँ यो जग्गाहरू अनि काफी राम्रो थियो यो गोरुबथान भने सो यो चाहिँ भ्यू छ तपाईँलाई यो जग्गाहरू देख्दाखेरि चाहिँ यस्तो खालके छ अनि यही जग्गामा चाहिँ म चाहिँ घुम्दै आज आइपुगेको छु अनि यही जग्गाहरू छ यहाँ चाहिँ ढुङ्गा सबै छ सो यो चाहिँ छ यो छ पहाड हाम्रो गोरुबथानको सो तपाईँलाई मैले देखाइरहेको थिएँ यो भ्युज अनि यहाँनिर तपाईँको लभ वनसँग यहाँ आएर बस्न सक्नुहुन्छ यस्तो प्रकारले सो यो वाला छ सो अब चाहिँ यहाँदेखि चाहिँ हामी तल जानेछौँ यो चाहिँ तपाईँको टुरिस्ट स्पोट हो टोटली टुरिस्ट स्पोट छ यहाँदेखि तल जाँदाखेरि चाहिँ सो हामी यहाँदेखि तल जानेछौँ म तपाईँलाई देखाउने छु तलको फिल्ड चाहिँ कस्तो छ र दुईजना बहिनीहरूले खतरा सेलरोटी बनाउँदैछ सेलरोटी चाहिँ होइन बैगुन भाजा बनाउने टेस्ट हेर्नुपर्छ भएर खाएर बताउनुपर्छ है हामी धन्यवाद दिन्छौँ तपाईँले यो जग्गा हाम्रो लागि प्रोभाइड गरिदिनु भयो कुनै हामीलाई उयो भएन हामी कुनै एरेन्जमेन्ट भएन सबै प्रकारले हामी यहाँनिर बन्दोबस्त पायौँ अनि तपाईँको कोअपरेट सपोर्ट पायौँ धन्यवाद छ यो सुन्दर मुभमेन्टको लागि हाम्रो बिचमा बुढापाकादेखि लिएर नानी केटाकेटीसम्म तपाईँले आज हामीलाई यस ठाउँमा ल्याउनु भयो हामीलाई तपाईँले धेरै 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 ब्लेसिङ गर्नुभएको छ र सम्पूर्ण थ्याङ्क यू मण्डली खिलाइदिउँ न है हजुर लु हाम्रो सहयोगी म्याडमलाई तपाईँले पनि खिलाइदिनु लु खिलाइदिनु सानो लु पानीमा Thank you so much.
मण्डली थ्याङ्क यू थ्याङ्क यू सो अब चाहिँ हाम्रो खाना चाहिँ रेडी भइसक्यो खानाको हामी कार्यक्रम अब यहाँ सुरु गरिसकेपछि चाहिँ खाना खाएर एकछिन रेस्ट गरेर चाहिँ फेरि चियाहरू बनाएर चाहिँ जान्छौँ